हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आज म धेरै पछि भ्लग बनाउँदैछु। आज चाहिँ हामी खोलातिर जाँदैछौँ। मासताल मेरो भाइ बोसो छ यहाँ, नुहाउन जान लाग्छौँ हामी उहाँ खोलातिर। बाटो पनि राष्ट्रिय अप्ठ्यारो छ यहाँ, पुरै त्यो मकैबारी दराम दराममा घोगा मात्रै छन् परे के हेर्दैन टिक्कै भ्याएको यो फेस्तिर भ्याएको हो। यो लिएर आएको रहेछ ल, हामी यो घोगो भाँसिसक्यौँ। जग्गा पुग्न हामी चोर्ने खाने यो हाम्रो सोइटा पनि भइसकेका छन्। अनि ऊ त्यहीँपट्टि यो गाडी गाडे 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 जाने हामी। ऊ रोशन चाहिँ यता छ, यो केटाहरू यता छ, यो यता थप्रै त्यो रोहन त्यता के गर्ने रोहनको ब्याग हेरेर केटाहरू यस्तो ब्याग सेग हालेर हिँड्छन्। अनि त्यही भएर मलाई यहाँ बिरत्त लाग्न लाग्यो। अझै गाडी चलाउनु यस्तै हो। केटाहरू ठिक छ? यहाँ हाम्रो सरहरू छ नि, एकदम ठिक छ। कहाँ डेभिड फल्स पोखराको परे खोला ए ऊ यहाँ खोला देखिन्न। अब यहाँ केटाहरू यो झरना अरे कहाँ छ यो झरना। ठिकै छ केटा हो, पारी तोली मात्रै भन्नान् केटाहरू। यहाँ हामी तल गाडा जाँदैछौँ। तल यहाँ हेर यहाँ आम पाइन नि, तर हामी जानुहुँदैन, हामी गाडा खोला जाँदैछौँ। अब यहाँ केटाहरू हिँडिसक्यो अगाडि, म पनि हिँड्नुपर्ने हुन्छ। हामी गाडाका नजिक पुगिसक्यौँ। अब हामी खोलाको नजिक पुग्छौँ। यहाँ केटो भिज्यो रे, यहाँ उ गर्दैछ, यो सबै यो सफा गर्दैछ। म चाहिँ फेरि गर्मी भएर कसम हेर्नु चाहिँ यहाँ झरना यस्तो राम्रो झरना हेर्दै हो। पानी माथि 25 हेर्दै हो, 25 फिटमा पुग्यो हेर्दै, 25 फिटमा पुग्यो हेर्दै हो। यस्तो झरना हेर खेत मान्छे खेत गोड्दैछ नि। हामी खोलामा पुगिसकेका छौँ गाई, देख्न सक्नुहुन्छ। हामी यहाँ केटाहरू खोलामा पुगिसकेका छौँ। यी खोलामा पानी बुझिरहेको छन्। यो खोलामा खासै हामी खेल्ने खोला होइन यो। उतापट्टि छ हामी खेल्ने खोला चाहिँ। खोलामा जाँदैछौँ। कस्तो महसुस भइरहेको छ खोला पुग्दा? खुट्टो मड्कियो? केही फरक पर्दैन बाबु। रिबरा रन्डीबरा केटा हो, लाइन बाई लाइन एउटा गीत गर, एउटा गीत। कसम आँसु आएर धन्न घुँडासम्म पुगेन, नगा छोड्यो पागल आएर। देख्न सक्नुहुन्छ गाइज, हामी खोलातिर पुग्दैछौँ। अब हामी एकैछिनमा खोला पुग्छौँ। यहाँ पर हाम्रो भाउजू यहाँ धान कोटो लागेको छन् परे। यहाँ धान कोटो लागेको छन् ट्याक्कै। कसरी बसेको छैन हेर लोटौली यस्तरी धान कोट्दा छन् मान्छे। आमा धान हामी गाडा जान लागेका छौँ। खेत गोड्न आए पो खेत गोड्ने। अब खेत हामी गोड्न आउन न, तिमी गोड बरु यसो घाँस सास लिन सहयोग गरौँला। के गर्ने बहिनी केटा हो? अरे त्यहाँ पुग्छौ हेर, त्यो यस्तरी हिँड्छौ पऱ्यो केटो। हामी पुलो पुग्न लागिसक्यौँ। अब फाइनली गाइज हामी झोलुङ्गे पुलमा पुग्यौँ। यहाँको ब्रान्ड हो यो, काठमाडौँको के अरे काठमाडौँको स्वयम्भू भने जस्तै विनायकको यो विनायक, यो टोली र विनायकको यो अलि राम्रो खाले पुल हो। ब्रान्ड यहाँ फोटो खिच्नलाई भिडियो खिच्नलाई अलिक च्याम्पियनहरू आउँछन्। अब हेर्न सक्नुहुन्छ यहाँ अर्को भर्खर भिडियो बनाएको लाग्यो। अगाडि हेर्न यो बोसो मेरो भाइ कान्छो भाइ मिलन यस्तरी हिँडेर आएको छ। हामी खोलामा लगभग पुगिसक्यो, खोलाको छेउमा। अब हामी खोला झर्छौँ। हाम्रो दादा तल यहाँ खेत गर्दै हुनुहुन्छ, यस्तो खेत गर्दै हुनुहुन्छ, हामीलाई हेर्दै हुनुहुन्छ। के गर्ने है, गाह्रो छ। हाम्रो रोशन दामी पनि यहाँ छ, पर पुल हल्लाउन खानेमा नलाई पागलहरूमा हामी दुःखै आफूले उठाइ हेर्ने गाइज। अब हामी खोलामा पुग्न लाग्यौँ। खोलामा पुगिसकेपछि स्याम्म स्विमिङ गर्छु म, डल्फिन जस्तो। फेरि तपाईँलाई देखाउँछु है ट्याक्क। केला पातलो लाग्छ हेर, यो दाँतले चुट्टो हुनेमा अब बिफबाट बन्ने हुने। यो यसै धग्यो, चस्मा लगाइसक्यो फेरि मैले, यसै धग्यो हेर्दै हो। यसै हर्छ कि जहिले मैले यस्तै गर्छ यसले। फेरि मान्छे हेऱ्यो यो हेऱ्यो यो चोर वा फाइनली क्या सक्यो यसले, सक्यो हेर। यो चटपटे खानलाई हो हाम्रो विशेष, यो चटपटे बनाएर खानलाई हो। चटपटे बनाएर खानलाई होइन।
हेर्नुहोस् यहाँ मान्छे खेतमा यसरी जान्छौँ हामी स्विमिङ खेल्ने तयारीमा छौँ हामी खोलामा पुगिसक्यौँ गाइज यो चाहिँ हाम्रो स्विमिङ खेल्ने खोला हो खोलामा पुगिसक्यौँ यो हाम्रो पात राखेको छ केटा पात त्यहाँ साइडमा राख अब हामी एकदिनमा स्विमिङ खेलेको देखाउँछु तपाईँहरूलाई म चस्मा लगाएर देखाउँछु चस्मा या ल ट्याक्कै म स्विमिङ गरेर देखाउँछु एकदिनमा अब माथि लुगा सुगा खोलेर ट्याक्क लुगा सुगा खोलेर अब छिर्न मात्रै बाँकी हो म चाहिँ गएर देखाउँछु है म चाहिँ नुहाउनु हतारमा पुगिसकेँ केटाहरू चाहिँ यहाँ गएर लुगा सुगा धुने धुनुलाई रेडी गर्दैछन् म चाहिँ यहाँ यो खेल्नलाई हतार भइसकेँ केटाहरू चाहिँ लुगा धुने अरे लुगा धुँदैछन् म चाहिँ यहाँ अब छिर्छु केटाहरू माथि लुगा खोल्दैछन् कोही लुगा खोलिसके केटाहरू चाहिँ यहाँ लुगा सुगा धुन लुगा सुगा खोल्दैछन् अब म त हामी त लुगा सुगा केही धुनु पर्दैन फेरि हामी छिर्छौँ छिर्छौँ है म कस्तो हुन्छ देखाउँछु म जान लाग्छु होइन स्विमिङ खेल्न हेर्नुहोस् है म जान लाग्छु फेरि पानी लास्ट चिसो हेर्नु यो नुहाउनुलाई हतार बसेको यसलाई हेर यसको सिप हेर यसको सिप कस्तो छ भने यो यस्तो लुगा धुन्छ अर्को आयो अरे यो अर्को आयो यहाँ लुगा धुँदैछन् सर म त एकचोटि छिरेर आइसकेँ अर्को खेलिरहेको छ देख्न सक्नुहुन्छ यो जात बाबु तिते हामी स्विमिङ खेल्न म जमल चाहिँ पस्न लाग्छु है भिडियो अफ भएर चाहिँ क्या भिडियो गरेर आउँछ देख्न सक्नुहुन्छ गाइस केटाहरू यहाँ गरिरहेको हामी चाहिँ स्विमिङ गरिरहेको छौँ केटाहरू चाहिँ लुगा धुइरहेको छन् यहाँ लुगा धुइरहन् हामी चाहिँ मान्छे लास्टै राम्रो गयो हेर न कस्तो लुगा धुन्छ यार हेर न केटाहरू लास्ट यार यस्तो काम गर्छन् यार यिनीहरूलाई पाउने मान्छे त भाग्यमानी हो क्या यार हेर न हेर कसरी काम गर्छ केटाहरू हेर न यो कस्तो लास्ट काम गर्छ कि बस्तुले फेरि यो बस्तुले लास्ट काम गर्छ फेरि गाइस हामी अहिले यो अलि यो सरसफाइ गऱ्यौँ यो ढुङ्गा बाहिर लगाएको छौँ पहिला यहाँदेखि थियो अहिले हामी तल सारेका छौँ तपाईँ देख्न सक्नुहुन्छ अघि केटाहरू त लुगा धोइरहेको थियो नि त्यो ढुङ्गा त्यहाँसम्म हामी त्यहाँसम्म पुग्दैछौँ ढुङ्गा यति ठुलो बनाइदिएको छौँ अहिले कस्तो नुहाइराख ए केटाहरू यहाँ उ गरिरहेको छ कोही साबुन लगाइरहेको कोही अब त्यो पैसा चाहिँ यो बोसो मिल्छ यो ढुङ्गा नि यो ढुङ्गा लगाएको हामीले ढुङ्गा यहाँ थियो के एउटा थियो अनि यो ऊ बसिरहेको ढुङ्गा नि यो बसिरहेको त्यो ढुङ्गा यहाँनिर थियो हामीले जबरजस्ती त्यहाँ लगेर फालेको थियो त्यो ढुङ्गा यहाँ थियो यहाँनिर थियो त्यो ढुङ्गा यो ढुङ्गाको सिधै थियो कि हामीले यति तल सारेर दिएको थियौँ सारेर दामी बनाएको छौँ र चटपटेको लागि हामीले जारी पनि ल्याएको जारी हाली खानालाई यो चटपटे खानालाई हेर यो चटपटे पनि खाने ठाउँ हाम्रो चटपटे खान लाग्छौँ हामी चटपटे चस्पी रोटी हेर यस्तो बनाउनु लाग्छु म ढाक्दै खुट्टा निस्किएर यस्तो छ एक केटाको गाइस हामी फाइनली नुहाएर माछा मारेर हामी अब घरतिर लाग्यौँ पानी पनि परिसक्यो अब केटाहरू सब यहाँ जम्मा भइसक्यो यहाँ अब केटाहरू छुट्टै तरिकामा छ अब हामी घरतिर लाग्यो पानी यहीँसम्म पुगिसक्यो यो हाम्रो बिना पुरै पानी परिसक्यो अब हामी लाग्यौँ घरतिर अब बाटोमा भित्र जाने हो अब यति नै तपाईँहरू भिडियो हेरेर सब्सक्राइब गरिदिनु होला युट्युब च्यानल लाइक सेयर गरिदिनु होला यो रोशन साईजी पनि आउनुभयो हामी लाग्यौँ अब घरतिर बाबाई